अहिलेको जमाना भने होइन जस्तो स्पिरिचुअलिटी भन्ने चिजसँग यङ्स्टरहरू पर भागिरहेको छ नि त। कहिलेकाहीँ एकदमै मेन्टल्ली दिमाग खराब भयो भने चाहिँ छुट्टै एक्सप्लोर गरिदिइहालौँ न त के रहेछ भनेर मात्र आउने हो। एकदम आत्थ्यो भने चाहिँ मेन्टल हेल्थ एकदम बिग्रियो भने चाहिँ बल्ल आउने हो, नभए चाहिँ झ्याप्पै र त्यो चिज एक्सप्लोर गरौँ भनेर आउँदैन नि त। अनि तिमीलाई कारण के लाग्छ अब स्पिरिचुअलिटी भन्ने चिज एकदम ओल्ड फ्यासन भइसक्यो कि अथवा पुरानो हाम्रो जेनेरेसनले एकदमै ओल्ड तरिकाले स्पिरिचुअलिटीलाई अगाडि बढाएर हो कि अथवा त्योवाला स्पिरिचुअलिटी एकदम पुरानो भइसकेर यङ्स्टरहरू कनेक्ट नभएको हो कि? तर स्पिरिचुअलिटी भनेर त चाहिने चिजै हो नि त, लाइफै हो नि त, लाइफसँग जोडिने चिज नै स्पिरिचुअलिटी हो नि त। त्यो बाहेक त केही पनि होइन नि त, अरू ननसेन्स होइन नि त। हजुर हजुर, त्यो चाहिँ मलाई चाहिँ के लाग्छ भने त्यो पार्टमा चाहिँ जस्तै अब म पनि अब मलाई पनि आजभन्दा 8-9 वर्ष 10 वर्ष अगाडि मलाई ढकेलिदियो भने मैले अहिले जुन अब स्पिरिचुअलिटी देखिरहेको छु नि, अब जुन अहिले जुन के भने कमन अब चलिरहेको धेरै जस्तो है, त्यो हेऱ्यो भने सायद म पनि हेटै गर्थेँ होला क्या स्पिरिचुअलिटीलाई चाहिँ। जुन अहिलेको जुन चलिरहेको छ नि स्पिरिचुअलिटीको नाममा अब एउटा के भन्ने अब बाबापन्थी जस्तो भनौँ न एउटा, त्यो चाहिँ म हेटै गर्थेँ होला म पनि होइन, मेरो केसमा हेर्नुहुन्छ भने। किनभने त्यो स्पिरिचुअलिटीमा चाहिँ स्पिरिचुअल रियल ज्ञान, लाइफको ज्ञान भन्दा पनि मलाई बेसी के भन्ने अब मिस्टिसिजमको कुरा अनि अलिकति रिलिजियस एङ्गलको कुराहरूलाई बढी फोकस गराएर हुन्छ नि, बढी त्यस्तो एक्सप्लेनेसन दिएको जस्तो लाग्छ है मलाई चाहिँ त्यो पार्टमा। त्यही भएर त्यही कारणले नै अब स्पिरिचुअलिटी अलिकति अब के भन्ने अब उयो भएको जस्तो लाग्छ क्या। अब यङ्स्टर बिच अलिकति तपाईँको के भन्ने त्यो वर्डै आएन, के भन्ने हेटको एउटा उयो पात्र भनौँ न, हेटको पात्र, हेटै गर्छ नि होइन कतिजनाले त अहिले स्पिरिचुअलिटीलाई यङ्स्टर। स्पिरिचुअलिटी भन्ने बित्तिकै अब लाइफ नै त्याग्ने, मेन त त्यही कारणै हेट गरे जस्तो लाग्छ कि लाइफै त्याग्ने भने जस्तो खालको टिचिङ दिइरहेको हुन्छ नि त। सब चिज छोड, सब चिज त्याग। जुन उमेरमा चाहिँ अब केही गरिन्छ है भनेर जुन माइन्ड अलरेडी प्रिपेयर भइरहेको हुन्छ नि त, अब के गर्नुपर्छ लाइफमा भन्ने। अनि स्पिरिचुअलिटी अब सोकल्ड बाबा भनौँ न, बाबा भनौँ अथवा चलिरहेको ट्रेडिसनल स्पिरिचुअलिटीले के भन्छ भन्दाखेरि यो सबै चिजमा माया हो, त्याग भन्छ क्या। पहिला भोग्नै पाएको छैन अनि त्यो माइन्डसेटलाई त्याग भनेपछि त्योतिर जानै मन लाग्दैन नि त। तर वास्तवमा ट्रु स्पिरिचुअलिटी भनेको त्याग मात्रै होइन नि त, भोग र त्याग दुइटैलाई बुझ्ने हो नि त। अनि त्यो भएर नै सुरुमा डिस्कनेक्ट हुन्छ जस्तो लाग्छ क्या यङ्स्टरहरू चाहिँ। उनीहरू त लाइफ जिउन आइरहेको हुन्छ अगाडि, उनीहरू त एनर्जी फुल अफ एनर्जीले भएर आइरहेको हुन्छ, लाइफ एक्सप्लोर गर्न आइरहेको हुन्छ नि त। अनि स्पिरिचुअलिटी भनेको लाइफ एक्सप्लोरेसन भनेर सिकाउँदैन कि लाइफ निगेसन भनेर सिकाउँछ क्या, लाइफलाई त्याग भनेर सिकाउँछ। त्यो भन्ने बित्तिकै अनि यङ्स्टर डिस्कनेक्ट हुन्छ जस्तो लाग्छ क्या त्यो कुरामा। त्यो पनि हो। फेरि त्यसमा पनि धेरै लेभल छ। जस्तै अब स्पिरिचुअलिटी पनि तपाईँको कतिवटा चाहिँ तपाईँको जस्तै एउटा बाबाकै लेभलवाला एकदम, त्यो चाहिँ अब ढुङ्गीपन्थीवालै पनि छ नि त। त्यो तपाईँलाई अब मैले नाम त नलिउँ होइन, तर तपाईँले बुझ्नुभयो होइन, त्यस्तो मान्छेहरू पनि छ होइन। त्यो फनी क्यारेक्टरहरू पनि त छ नि त स्पिरिचुअलिटीमा अहिले। अब जस्तै हाम्रै यहाँ अब कमन हेऱ्यो भने अब यहीँ हाम्रो छिमेकी देशमै कतिवटा त्यस्तो पात्रहरू देखिन्छ नि त होइन। अनि एउटा पात्र त्यो भयो, एउटा पात्र चाहिँ तपाईँको फेरि के भन्छ कम्प्लिटली तपाईँले भने जस्तो त्याग नै हो स्पिरिचुअलिटी होइन। त्यो एउटा जोगी जस्तो जीवन नै जिउनुपर्छ भन्ने टाइपको त्योवाला पनि छ होइन। अन्त थर्डको लेभलमा चाहिँ हल्का लजिकल मान्छे जो चाहिँ अब हेर्दाखेरि उसको हुलियादेखि लिएर सबै हामी जस्तो कमन मान्छे जस्तो मोडर्नै छ होइन। उसको के एउटा वेशभूषा पनि स्पिरिचुअल सिग्निफाई गर्ने खालको छैन होइन। अनि उसको अब इभन तपाईँको नर्मल अब युट्युबरहरूसित अरू पोडकास्टरहरूको यस्तोहरूमा पनि गइरहेको हुन्छ। अनि हुन्छ नि एउटा कमन मान्छेले जसरी एउटा जिउँछ नि, स्पिरिचुअल गुरु भए पनि उसको त्यो लाइफस्टाइल कमन नै हुन्छ क्या। अनि म्याक्सिमम् त्यो मान्छेहरूसँग चाहिँ यङ्स्टरहरूले अलि रिलेट गरे जस्तो लाग्छ क्या मलाई, थर्डको क्याटेगोरीको चाहिँ क्या। पुरानो त ट्रेडिसनललाई त ट्रेडिसनलसँग त एक रत्ती पनि यस्तो के अरे कनेक्ट हुँदैन अहिलेको भनौँ न यङ्स्टरहरू। उनीहरू बेसी लजिकल पनि छ अनि उनीहरूलाई एउटा एक किसिमको लाइफस्टाइल पनि चाहिरहेको छ। अनि यदि म पिसफुल यदि हुने त्यसको चाहिँ क्लज भनेकै म यो बाबा जस्तो देखिनुपर्छ त्यस्तो हुनु पऱ्यो भने त उनीहरूले त कम्प्लिटली सिधै नेगेसन गरिदिन्छ नि त, त्यो पार्ट एक्सप्लोर गर्नै चाहँदैन नि त। अनि अहिले यङ्स्टरहरूलाई भनेको
यो सास फेरेको जस्तै नर्मल हो स्पिरिचुअलिटी भन्ने सिकाउने कोही छैन क्या। स्पिरिचुअल हुनु भनेको आइदर कि त फ्यामिली गिभअप गरेर जानुपर्छ, कि त मैले आफ्नो चलाइरहेको बिजनेस गिभअप गर्नुपर्छ, अथवा मेरो सर्टेन लाइफस्टाइल गिभअप गर्नुपर्छ भन्ने एउटा माइन्डसेट कसले हालिदिएको छ क्या। भनौँ न पुरानो ट्रेडिसनल थटले हालिदिएको छ क्या। जसरी सास हरेक मान्छेलाई सास त राम्रो तरिकाले नर्मल तरिकाले फेर्न मन लाग्छ नि त। एकदमै सास अड्की फेर्न कसैलाई मन लाग्छ। स्पिरिचुअलिटी भने त्यति सिम्पल चिज हो नि त। लाइफ सजिलो जिउने, सजिलो तरिकाले लाइफसँग कनेक्ट भएर जिउने, त्यति मात्रै त हो नि। त्यतिलाई यो थुप्रै टेक्निकहरू थुप्रै नाटकहरू रचाए मात्रै त हो नि। मुख्य गरी चाहिँ तपाईँको अब लोक के भन्ने अब स्पिरिचुअलिटी चाहिँ लोकहरू बिचमा कस्तो खालके छ भने अलिकति तपाईँको के अरे स्पिरिचुअलिटी भनेको चाहिँ एउटा अलग्गै एउटा के भन्छ वे अफ लाइफ हो। अनि यो चाहिँ मेरो अहिले चलिरहेको लाइफ चाहिँ एउटा हो। त्यो वे अफ लाइफ जिउनुलाई चाहिँ मैले धेरै कुरा आफ्नो के भन्ने आफूबाट त्यागेर मात्रै म त्यो लाइफमा जान सक्छु भन्ने टाइपको छ नि त। अनि एक किसिमको डरले पनि होला क्या एउटा फ्याक्टर क्या स्पिरिचुअलिटीले के भन्छ मान्छेलाई उयो पर गरेको क्या भन्नाले मान्छेले स्पिरिचुअलिटीलाई पर गरेको सरी त गलत टिचिङ पनि भइरहेको छ। अनि तिमीले अघि भने जस्तै ढोङ्गे बाबाहरू पनि धेरै भएको छ नि त अहिलेको यो जेनेरेसनमा। तर फेरि त्यो ढोङ्गीपन फेरि त्यो बाबामा मात्रै सीमित छैन नि त, अरू प्रोफेसनल पनि छ नि त। तर जेनरली मिडियाले चाहिँ अब बाबालाई बढी अब धेरै गफाडी भएको हुनाले बाबालाई एक्सपोज गर्न मजा आउँछ नि त। त्यो भएर पनि ढोङ्गी बाबाहरू बेसी निस्किएको हरेक प्रोफेसनमा छ नि त। बाबा भन्ने बित्तिकै एउटा कमन मान्छेले यस्तो छ भने लेभल यस्तो लेभलमा हुनुपर्छ भन्ने एउटा अजम्सन गरिहाल्छ नि त। यस्तो लेभल हायर लेभलमा बनाएको हुन्छ नि, हायर लेभलबाट कोही मान्छेलाई तल झार्दाखेरि मजा आउँछ नि त। त्यो भएर पनि बाबाहरू एक्सपोज भएको हेर्न मजा आउँछ कि बेसी हुन त। एक्सपोज त अरू प्रोफेसनल पनि नभएको त होइन नि त। नराम्रो डक्टर पनि एक्जिस्ट गर्छ, नराम्रो इन्जिनियर पनि एक्जिस्ट गर्छ। हजुर त्यो हामी बिचै एक्जिस्ट गर्छ नि त्यो त। हजुर अनि मलाई अर्को के लाग्छ भन्दाखेरि जस्तो लाइफसँग टिचिङ र लाइफसँग तालमेलै मिल्दैन जस्तो लाग्छ क्या। जस्तो भन्नाले इभन बाहिरको टुरिस्टहरूले पनि त्यो चिजहरू नोटिस गर्न सक्छ क्या। जस्तो यहाँ आउँदाखेरि जुन मन्दिरहरू हुन्छ त हजुर जहाँ भगवान् मानेको हुन्छ त्यो मन्दिर यस्तो फोरो हुन्छ कि। अनि त्यो मन्दिरभन्दा बरु कुनै क्याफेहरू सफा भइरहेको हुन्छ क्या। अनि त्यहाँ त तालमेलै मिलेन नि त। जे चिजलाई सबसे हायर मानेको छ ल सोकल्ड गड भनौँ या एक्जिस्टेन्सको सबसे हाइएस्ट ट्रुथ भनौँ या केही गड भनौँ न हिसाबले, जुन गडेस मान्छ त हिन्दू अथवा मुस्लिम जुनसुकै रिलिजन हो भने। अनि उनीहरूको टेम्पलहरू चाहिँ यस्तो फोरो हुन्छ कि मैले म्याक्सिमम् अब नेपालमा चाहिँ इन्डियामा पनि त्यस्तो छ नि त। अनि बाहिरको टुरिस्टहरू अथवा अहिलेको यङ्स्टरहरूले चाहिँ त्यो टिचिङ र त्यो बिच तालमेलै पाउँदैन क्या। टिचिङ वाइज चाहिँ गफ यति ठुल्ठुलो हुन्छ, ट्रुथको कुरा हुन्छ, फ्रिडमको कुरा हुन्छ। अनि त्यहीँ एक्जिस्टिङ भइरहेको रिभरहरू चाहिँ लास्टै फोरो हुन्छ क्या। रिभर सराउन्डिङ भयो, इभन उसले त्यो राखेको मूर्तिको एरिया पनि लास्टै फोरो हुन्छ क्या। जानै मन नजाने ठाउँ पनि हुन्छ कति मन्दिरहरू त। अनि त्यो चिज पनि कसरी गर्नु भने क्या, कसरी कनेक्सन फिल गर्नु कि एउटा लजिकल सेन मान्छेले। सपोज तिमीले भन्यो अरे मलाई होइन म एकदम पिसफुल छु, म एकदम लाइफलाई रेस्पेक्ट गर्छु, म जङ्गललाई रेस्पेक्ट गर्छु भनेर मलाई गफ हान्यो अरे होइन। तर तिमीले आफैले मैले तिम्रो चोरी पक्रायो कि तिमी लुकेर रुखहरू काटिरहेको छौ, कतै बेचिरहेको छौ भने त तिम्रो जे बोलिरहेको छौ र जे जिरहेको छौ त्यसमा त जमिन आसमानको फरक भयो नि त। अनि अहिलेको स्पिरिचुअलिटी त्यही नै जस्तो लाग्छ क्या। जुन कुरा यङ्स्टरहरू कनेक्ट गर्नै सक्दैन क्या। बेसिक अन्डरस्ट्यान्डिङ चाहिँ छैन होइन। यो जस्तो कस्तो भन्नाले हामी जस्तो थर्ड वर्ल्ड कन्ट्रीमा बेसिक अन्डरस्ट्यान्डिङ छैन स्पिरिचुअलिटीको। हायर लेभल त छोडिदियो त्यो पछि कुरा होइन, बेसिक छैन। अनि बेसिक नभएर ठुल्ठुलो गफ मात्रै छ क्या। त्यो अहिले मोस्टली त पहिला जस्तै हामीले स्पिरिचुअलिटी भनेको त्यसलाई हुन्छ मलाई हुन्छ त्यो चाहिँ अलिक खतरनाक हो, त्यो चाहिँ स्पिरिचुअल हो भन्ने टाइपले त्यो एउटा के नोसन छ नि हामीमा। त्यो नै एउटा त्यो ब्रेक नगरिन्जेल स्पिरिचुअलिटी मान्छेमा लानै सक्दैन जस्तो लाग्छ क्या। अझै पनि तपाईँको स्पिरिचुअलिटी अलिकति के भन्ने अब जस्तै कमन मान्छेमा यङ्स्टरमा अलिअलि भन्नाले पहिलाको हेरी त जस्तै पहिला हामी सानो हुँदाखेरिको टाइम हेरी त अलिकति भए पनि यङ्स्टरहरूले अलिअलि भए पनि हेर्छ नि त। एउटा पार्ट अफ स्पिरिचुअलिटी त एक्सप्लोर गर्न खोजिरहेको हुन्छ नि त यङ्स्टरले पहिलाको हेरी त।
त्यो पनि कारण चाहिँ जुन अहिले अब जस्तै अब नामै लिउँ न, जस्तै आचार्य प्रशान्तहरू जस्तै गुरुहरू छ नि अब जहिले स्पिरिचुअल गुरुहरू, उनीहरू आएर मात्रै हो जस्तो लाग्छ क्या मलाई, किनभने उनीहरूसँग चाहिँ यङ मान्छेले रिलेट गर्न सक्यो नि त, त्यही भएर चाहिँ अब त्यो ट्रेडिसनल पाथ छ त जुन त्यो ट्रेडिसनल तरिकाले रिलिजनको मार्फत जुन स्पिरिचुअलिटी आएको छ त त्यसमा त धेरै गडबडी छ नि त, भाषा धेरै पोल्युसन आएको छ नि त, गडबडी भन्दा पनि त्यसमा कति राम्रो पार्टहरू पनि छ होइन, तर अहिले चाहिँ त्यो पोल्युटेड फर्ममा आएको छ नि त, अनि त्यो आउने बित्तिकै एक किसिमको भ्याक्युम छ जस्तो लाग्छ क्या, स्पिरिचुअलिटी उसमा चाहिँ भ्याक्युम जस्तो छ क्या, अनि त्यो फिलअप गर्ने सिम्पल माइन्डेड मान्छेहरू छैन जस्तो लाग्छ कि, जसले चाहिँ टिचिङ यङ्स्टरहरूसँग लगोस् क्या, त्यही कुरा सिम्पल कुरा हो यो त, ट्रुथ पाउनु फ्रिडम पाउनु भनेको एकदम स्ट्याटसवाला कुरा होइन, तँभन्दा म ठुलो म हायर भन्ला कुरै होइन नि त, अघि भनेको सास फेर्ने कुरा त सबैले सास फेर्छ नि त, र सबैको इच्छा पनि राम्रोसँग सास फेर्ने हो नि त, यसमा दुई मत छैन नि त, कसैले होइन मलाई त अलिकति नराम्रो तरिकाले सास अडिकति फेर्न पायो नि मजै आउँछ त कसैले पनि भन्दैन नि त, अनि स्पिरिचुअलिटी त्यति सिम्पल त्यति कमन हो भनेर टिचिङ दिने चाहिँ टिचरहरूको ल्याक भएर नि जस्तो लाग्छ क्या, त्यो धेरै चाहिँ जस्तै त्यो टिचरहरू नभएको त होइन, तर धेरै मात्रामा चाहिँ अर्को उयोले जमातले चाहिँ जित्यो भनौँ न, अनि मान्छेलाई स्टिल त्यही पुरानै माइन्डसेटमै एक्सप्लोर गर्न त्यो सजिलो भएर नि होला, अलरेडी पाथ बनाइदिएको भएर नि होला होइन, अनि पुरानो माइन्डसेटमै एक्सप्लोर गर्न मन लाग्छ क्या, तर न्यू माइन्डले त नयाँ तरिकाले एक्सप्लोर गर्छ नि त। हजुर हजुर। अनि मलाई एउटा ठक्क अहिले एउटा प्रश्न आयो होइन, जस्तै अब मान्छेले अब मान्छे भएर जन्म लिएपछि त अब एउटा के भन्ने फ्री लाइफ, एउटा के भन्ने टेन्सन फ्री लाइफ यस्तै होस् मेरो लाइफ भन्ने एउटा राख्छ नि त आफ्नो अपेक्षा भनौँ न लाइफबाट, अनि त्यसको भन्नाले त्यो उयोमा जानुलाई, त्यो डिरेक्सनपट्टि जानुलाई मान्छेले धेरैतिर यताउति भट्किन्छ, त्यसमा अब करियरबाट त्यो खोजिरहेको हुन्छ, फ्यामिलीबाट खोजिरहेको हुन्छ, अनि एउटा अलग्गै एउटा उयो पनि के भन्ने एउटा क्याटेगोरी पनि के छ भने एउटा अहिलेको उयोमा के भन्ने एउटा कमन मान्छेहरूमा के छ भने सेल्फ हेल्प भन्ने क्याटेगोरी पनि आउँछ नि त, अनि अहिले त तपाईँलाई थाहा छँदैछ सेल्फ हेल्प भनेपछि त एउटा ठुलो बिजनेस पनि छ, बुकहरू त अब कति फेमस छ सेल्फ हेल्पको होइन, जति स्पिरिचुअल बुक फेमस छैन होला त्यति होला सेल्फ हेल्प बुक फेमस भनौँ न, त्यो भन्नाले सेल्फ हेल्प पट्टि मान्छेहरू किन अब जस्तै डाइभर्ट हुन्छ जस्तो लाग्छ तपाईँलाई, किनभने दिने त फ्रिडम यसको कुरा त स्पिरिचुअलिटीले पनि गर्छ, तर किन सेल्फ हेल्पप्रति नै अब यङ्स्टरहरू मोस्टली यङ्स्टरै हुन्छ है फेरि डाइभर्ट भएको जस्तो लाग्छ। सेल्फ हेल्प बुक त यङ्स्टरले पढ्छ, जसलाई सोध्दैन पढ्छ, तर स्पिरिचुअल बुक एउटा पनि उसले छोको पनि हुँदैन। अघिको चिज चाहिँ त अघि मैले भन्थेँ नि त, जुन अब ओल्ड ट्रेडिसनल स्पिरिचुअलिटीसँग त कनेक्सन हुने चिजै छैन नि त, कुनै पनि टिचर छैन, उनीहरूले अब बढी सपोज अब कुनै एउटा ओल्ड ट्रेडिसनल टिचरले के भन्छ बढी भन्यो भने उसले त्यो पहिलेकै चिज दोहोऱ्याउने भन्दा सब चिज माया हो, सब चिज मायामा हो, शरीरलाई सब चिज त्याग, अनि त्यागेपछि तिमी अनि परमात्मालाई प्राप्त गर्छौ, यो शब्द सुन्दा वाक्क भइसक्यो नि त, एउटा पोलिटिसियनले दिएको शब्द जस्तै क्या, बारम्बार दोहोऱ्याइरहन्छ नि त, अनि त्योवाला स्पिरिचुअलिटीसँग कनेक्सनै नहुने बित्तिकै एउटा भ्याक्युम क्रिएट हुन्छ क्या, अनि त्यो भ्याक्युम फिलअप गरेकै यो सेल्फ हेल्प किताबले हो क्या, तर अब त्यो कसले दिइरहेको छ भन्ने, किनकि माइन्डले त पिस चाहन्छ नि त, जेसुकै होस् बाहिर जस्तोसुकै व्यवस्था आओस्, जस्तोसुकै एआई आओस्, जेसुकै आओस्, माइन्डले खोज्ने त पिस हो नि त, अल्टिमेटली सेटिस्फ्याक्सन कम्प्लिटनेस पिसै खोज्छ नि त, अनि त्यो खोज्न त ल सपोज ओल्ड ट्रेडिसनल स्पिरिचुअलिटीतिर कोही पनि गएको छैन अरे होइन, त्यहाँबाट केही पनि रिसोर्स लिइरहेको छैन भने त, तर माइन्ड त स्टिल फक्ड अप छ नि त, माइन्ड त स्टिल दिमाग खराब त भइरहेको छ नि त, अब कसरी यो माइन्डलाई पिस ल्याउने, त्यो त केही न केही बाटो त खोजिरहेको हो नि त, त्यो भ्याक्युम क्रिएट गरेर त्यसलाई फिलअप गर्ने कोसिस सेल्फ हेल्पले गरेको, यो जुन फिलअप हुँदैन, किनकि सेल्फ हेल्पले त्यो फिलअप गर्नै सक्दैन नि त, तर अब केही उपाय नलाइ चाहिँ अहिले चाहिँ तत्कालको लागि सेल्फ हेल्प भन्ने चिज बढी पपुलर भइरहेको, तर स्टिल कति यङ्स्टरहरूमा यो पनि देखिरहेको छ कि कतिले कन्टेन्ट पनि बनाएको छन् कि सेल्फ हेल्पले मलाई डिस्ट्रोय गर्यो, यो सेल्फ हेल्प बुक्सले मलाई डिस्ट्रोय गर्यो, सेल्फ हेल्प रुटिनले गर्दा म झन् आफैसँग लडेँ, झन् कन्फ्लिक्टमा गयो भन्ने कुरा रियलाइजेसन पनि आइरहेको छ क्या, भनेपछि सेल्फ हेल्प बुक्स सोल्युसन होइन भन्ने कुरा बिस्तारै रियलाइज गर्छ त्यो सिभिलाइजेसनले भनेर, किनकि ट्रु स्पिरिचुअलिटीको ठाउँ त कुनै कसैले लिन सक्दैन क्या, इम्पोसिबल हो क्या त्यो।
तर पनि यङ्स्टरहरूले अब अझै पनि आफूलाई आफ्नो सेल्फ डेभलपमेन्टको लागि भनौँ न ग्रोथको लागि डाइभर्ट चाहिँ बेसी सेल्फ हेल्पप्रति नै हुन्छ नि त अझै पनि क्या भन्नाले अझै पनि अब संसारको हेऱ्यो क्या मैले आफ्नो देशको मात्रै होइन कि संसारकै भ्यूबाट हेऱ्यो भने क्या हजुर संसारमा त बेस्ट सेलिङ बुक त सेल्फ हेल्प बुकै हुन्छ नि त अफकोर्स स्पिरिचुअल बुक त छैन नि त जस्तो सर्ट टर्म गोलको लागि सेल्फ हेल्प उपयोगी पनि हुन्छ सपोज अब म 7-8 बजी उठ्ने मेरो रुटिन छ होला अरे होइन म बिहान 5 बजी उठ्छु र केही गर्छु म आफूलाई इम्प्रुभ गर्छु म आफैले हेल्प गर्छु यो भनेर नराम्रो चिज त होइन नि त तर यो सबै सेल्फ हेल्पमा जस्तो स्पिरिचुअलिटीले के भन्छ भन्दाखेरि सेल्फमै गडबड छ भन्छ नि त नट सेल्फलाई हेल्प गर्नु गलत भन्न खोजे होइन कि अथवा आफूलाई इम्प्रुभ गर्न गलत भन्न खोजे होइन कि तर जुन त्यो आफू भन्ने चाहिँ म भन्ने तत्त्व छ नि त म भन्ने तत्त्वमै दुःख छ नि त जुन ट्रु स्पिरिचुअलिटी एड्रेस गर्छ नि त सेल्फ हेल्पले त कहिले पनि एड्रेस गर्दैन सेल्फ हेल्पले कहिले पनि भन्दैन कि सेल्फमा गडबड छ भन्दैन क्या सेल्फ चाहिँ अपुरो छ त्यसलाई अलिकति खतरा बना भन्छ क्या सेल्फ हेल्पले गर्ने त्यही हो सेल्फ हेल्पले भन्ने भनेको तँ अहिले चाहिँ अलि लो छस् लिटिल समबडी छस् त्यो लिटिल समबडीलाई अलिकति माथि बना समथिङ केही बन भन्छ नि त तर ट्रु स्पिरिचुअलिटी त जति जे बने पनि जबसम्म म छ मको एट्याचमेन्ट छ केही वस्तुहरूसँग मान्छेहरूसँग तबसम्म चाहिँ दुःख जाँदैन भन्ने छ नि त त्यो सेल्फ हेल्प कम्प्लिटली निगेट चाहिँ गर्दिनँ होइन कम्प्लिटली काम छैन यङ्स्टरलाई त्यो त म भन्दिनँ त्यो इभन मलाई आफैलाई नै काम लाग्छ नि सेल्फ हेल्प के गर्नु पऱ्यो आफूलाई इम्प्रुभ गर्नु पऱ्यो भने तर त्यसको लिमिटेसन छ त्यसपछि चाहिँ स्पिरिचुअलिटी सुरु हुन्छ जस्तो लाग्छ क्या त्यो प्रोसेस सकाइसकेपछि आफूलाई सक्दो सेल्फ हेल्प गरिसकेपछि एउटा स्टेज पनि आउँछ नि त जस्तै त्यो सेल्फ हेल्पले पनि एउटा कमन मान्छेमा के एउटा लाइफमा ग्रोथ ल्याइरहेको होला त त्यो फेमस भइरहेको छ नि त किताब पनि त्यो हावामा त फेमस भएको होइन रिजल्ट जहाँसम्म दिनुपर्ने हो दिइरहेको नै हुन्छ होइन तर एक मोमेन्ट पछि त स्टिल त्यो एक्जिस्टेन्सियल सफरिङ त जाँदैन नि इम्पोसिबल हो नि त्यो सेल्फ हेल्पले गर्नै सक्दैन नि नभए स्टिल बाहिरको वेस्टर्न माइन्डहरू पनि किन यो इस्टतिर केही चिज खोज्दै आइरहेको छ त उता सेल्फ हेल्प त कति निस्किन्छ हामीले त के निकाल्छ र हाम्रो यो थर्ड वर्ल्ड कन्ट्रीले उताको त कति प्रगति पनि गरिसक्यो तर स्टिल खोज्दै आइरहेको छ नि त यहाँ केही चिज होला भनेर थाहा होइन छ कि छैन नि तर केही चिज होला भनेर खोज्दै आइरहेको छ भने चाहिँ पक्कै उता पिसमा छैन नि त त्यहाँ छैन र त आइरहेको छैन अनि यङ माइन्ड नै त्यही हो क्या जस्तो खतरा एक्सप्लोर गर्ने भनेको यङ माइन्डले सेल्फ हेल्प बरु एउटा एज कटिसकेपछि त्यो मान्छेले बरु सेल्फ हेल्प पढे पनि अप्लाई नगर्ला यङ माइन्डले चाहिँ गर्छ क्या उनीमा एनर्जी पनि हुन्छ उनीहरूले मजाले अप्लाई गर्छ क्या सेल्फ हेल्प चाहिँ हजुर अनि अर्को पनि एउटा ठ्याक्कै कन्ट्रडिक्सन के पनि याद आयो भने मलाई जस्तै एउटा यङ्स्टरहरूलाई पनि तपाईँको जस्तै अब कसैले स्पिरिचुअल रियलमा अब हल्का अब डाइभर्ट हुनु खोज्छ भने पनि ठुलो मान्छेहरूद्वारा अब आफ्नो साथीभाइ नैद्वारा पनि यो त अब के बाबाजी हुनु आँट्यो सबै त्याग्न आँट्यो भन्ने एउटा चलन छ नि त इभन उसले सेल्फ एक्सप्लोरेसनको लागि गरेको होस् त्यसलाई त्यस्तो तरिकाले नहेरेको होस् तर अरूले उसलाई त्यस्तो भनेपछि ऊ पनि ओहो मलाई त यिनीहरूले अर्कै तरिकाले हेरेको छ म अब भिडभन्दा अलग हुन्छु भन्ने डरले पनि ऊ भन्नाले कन्टिन्यू गर्दैन नि त आफ्नो जर्नी भनौँ न हजुर अनि त्यस्तो आउँदाखेरि त्यस्तो कन्डिसनहरू आउँदा चाहिँ मलाई एउटा के प्रश्न आउँछ भने जस्तै कहिले पनि स्पिरिचुअलिटीलाई चाहिँ अध्यात्मको लागि चाहिँ के एउटा एजको बेरियर एउटा के त्यस्तो हुनु कतिको जायज जस्तो लाग्छ तपाईँलाई एजको ब्यारियर भन्नाले एज जस्तै यो समय त पहिला उयो पढाइ गर अनि आफ्नो पैसा कमा एउटा लाइफको एउटा ठाउँमा पुग कोही बन अनि त्यस पछाडि चाहिँ त्यो चाहिँ लास्टमा तैँले सबै के अरे भोग सकाएपछि चाहिँ त जाने पाथ हो भन्ने छ नि त्यो कन्सेप्टमा चाहिँ तपाईँको के छ विचार त्यही त जस्तो अब हुन त त्यो आफूले दिएको इक्जाम्पल आफूले त्यही खतरा लगाइरहेको फेरि भन्नु सपोज एउटा मान्छेलाई त्यही भने जस्तो क्या सपोज अब यसो गर यो सब चिज भोग अनि बल्ल 70-80 वर्षमा चाहिँ बल्ल राम्रोसँग सास फेर भने जस्तो त हो नि सुरुमा चाहिँ सासै एकदम सास यसरी बन्द गरेर सास फेर अनि 70 वर्ष जब ठिक्क हुन्छ ठ्याक्क उमेर पुग्छ सास फेर्नलाई राम्रोसँग त्यो भने जस्तै हो क्या सुन्दाखेरि कमेडी लाग्छ होइन त्यस्तो उमेरको हदम्याद भन्ने नै हुँदैन नि स्पिरिचुअलिटीमा तर म पनि एउटा जस्तै मैले यो प्रश्न चाहिँ किन सोधेँ भने म पनि त्यसको एउटा भिक्टिम हो नि त सानो हुँदाखेरि म पनि तपाईँको
अनि अब मलाई अब अहिले मलाई रिकल गर्दाखेरि म अरूको कुरा सुनेर म ब्याकवर्ड्स चाहिँ भइनँ होइन, मलाई किनभने जान्नु नै थियो भनेर म अब कन्टिन्यू त्यसमा लागिरहेँ होइन। तर जस्तै सबै माइन्ड त्यस्तो हुँदैन क्या, कसैलाई के भने जस्तै मलाई त डेस्परेटली चाहिएको थियो त म अड्केर बसेँ होइन। कसैलाई त एउटा बीज मात्रै पनि हुन्छ नि त, कसैको त बीज मात्रै पनि एउटा हजुर अलिकति स्टार्ट भइरहेको हुन्छ, तर वरिपरिको माहौलले गर्दाखेरि ओहो म त के अरे पागलको हुने रास्तातिर पो जाँदैछु क्या भन्ने एउटा हुन्छ नि त, त्यो खालके बन्छ नि त कन्सेप्सन। अब वरिपरिको मान्छेले झन् तपाईँलाई ओहो त के अरे जो मान्छे झन् गएको छैन उसले त झन् अफकोर्स उसले त झन् जा भन्दै भन्दैन होइन, उसले त कहाँ यहाँ एकदम हरियाली छ त सुखातिर गइरहेको भन्छ नि त। अनि त्यो पनि अलिकति मलाई जस्तै उसको कहाँपट्टि जाने एउटा डिरेक्सनलाई मोड दिएको जस्तो लाग्छ क्या यतातिर क्या। त्यो पनि त्यो दबाई दिएको जस्तो लाग्छ क्या। अनि त्यो क्युरियोसिटी एउटा माइन्डलाई जस्तै मलाई यो लाइफको प्रश्नहरू पनि जति क्युरियस र जति कलिलो दिमाग छ नि, जो कन्डिसन छैन नि, उसले अझै मजाले गन दिएर अझै एक्सप्लोर गर्न सक्छ जस्तो लाग्छ क्या, जुन चाहिँ अब 40 वर्षको उमेरले नसक्ला क्या। त्यो अहिलेको यङ्स्टरहरूलाई त्यस्तो नि ट्रु स्पेसियालिटी दिएन भने चाहिँ गलत स्पेसियालिटी अथवा अरू केही समाज छ क्या लाइफलाई प्लेजरेबल बनाउन। किनकि यत्तिकै त चुप लाएर त बस्दैन नि त यङ्स्टर त, यङ्स्टरलाई पनि त पीडा छ नि त, उसले पीडा बरु एउटा बुढो मान्छे भन्दा मजाले पीडा त्यो अनुभव गर्न सक्छ क्या। अनि भनेपछि उसले उपाय त खोज्छ इफ त्यो हामीले उसलाई ट्रु स्पेसियालिटी दिएन भने उसले पुरानो स्पेसियालिटी त समाउँदैन, उसले आफ्नै केही न केही तरिका निकाल्छ क्या। अनि त्यही भएर त म्याक्सिममले गलत तरिका निकाल्छन्, ड्रग्स भयो यो भयो, त्यो एक हिसाबले कन्टिन्युस प्लेजरै खोजिरहेको हो नि त, कन्टिन्युस पिस प्लेजर खोजिरहेको हो नि त। अनि उपाय ननिकालेर आफूले नसकेर त्योमा गएको हो नि त। तर यङ्स्टर चुप्प लाएर चाहिँ बस्दैन क्या बुढो मान्छे जस्तो। हजुर होइन, मलाई पर्सनल्ली चाहिँ जस्तै स्पिरिचुअलिटीले के सिकायो तँलाई, तैँले चाहिँ जस्तै एउटा सेल्फ हेल्पको रास्तामा गएर त्यो बाटोमा हिँडेर नपाएको कुरा चाहिँ के पाइस् त स्पिरिचुअलिटीबाट भनेर भन्छ भने चाहिँ मलाई चाहिँ स्पिरिचुअलिटीले चाहिँ के भन्नाले के सिकायो भन्दा नि के एउटा डिप अन्डरस्ट्यान्डिङ चाहिँ के दियो भने जस्तै अब मैले त्यो इक्जाम्पलमा मलाई पुट आउट गर्न आएन होइन, तर कस्तो भने जस्तै सेल्फ हेल्पले चाहिँ मलाई बाटो फोहोर छ भने त्यो बाटोलाई सफा गर्नुपर्छ भनेर सिकाउँथ्यो होला भने स्पिरिचुअलिटी चाहिँ मलाई के सिकायो भने त्यो बाटो फोहोर गर्नै हुँदैन भनेर सिकायो क्या। एक्ज्याक्टली त्यही हो क्या। जस्तै मलाई मोरालिटी सिकाएन क्या, त्यो मोरालिटी म भित्र नै जन्माइदियो क्या भनौँ न, पछि त्यो घटना घटेपछि सिकाएन क्या मलाई। त्यो मलाई मेन डिफ्रेन्स स्पिरिचुअलिटीमा मान्छे किन जानुपर्छ भनेर कसैले सोध्छ भने चाहिँ कतिवटा मेरो त्यो लाइफको उयोहरू डिसिजनहरू अहिले भित्रबाट यो रङ हो भनेर थाहा भएर हुन्छ क्या, गरेर यो रङ भयो भनेर सुधार्ने भन्दा पनि क्या त्यो स्टार्टै गर्दिनँ क्या म। इभन फेरि तिम्रो जस्तो यङ्स्टरहरूलाई जस्तो त्यो सानैदेखि त्यो एउटा माहौल एकदम लेस कन्फ्लिक्टवाला माहौलमा हुर्काइदिए पुग्छ जस्तो लाग्छ। उसले त्योवाला चेतनाले अटोमेटिक स्पिरिचुअलिटीलाई एक्सप्लोर गर्छ क्या। जबरजस्ती 12 वर्ष पुग्ने बित्तिकै ल स्पिरिचुअलिटी एक्सप्लोर गर भनिरहनु पनि पर्दैन क्या, त्यो पनि जरुरी छैन जस्तो लाग्छ। त्यो पनि एक किसिमको जबरजस्ती प्रेसर हालेको हो नि त। ल 12-13 वर्ष उमेर भयो, ल जबरजस्ती ध्यान गर, जबरजस्ती स्पिरिचुअलिटी एक्सप्लोर गर भन्नु नि पर्दैन क्या। यदि त्यो समाजमा सर्भाइभल एकदम सजिलो तरिकाले भइरहेको छ र एकदम कन्फ्लिक्ट एकदम लिस्ट अमाउन्टमा छ भने त्यो अटोमेटिक त्यो चेतनाले म्याक्सिमाइज गर्न खोज्छ नि त आफ्नो पोटेन्सियल त, अनि अटोमेटिक स्पिरिचुअलिटीमा लाग्छ क्या। त्यो कसैलाई लगाउनु नै पर्दैन क्या। जब केही चिज त्यो जर्नीमा गडबड हुन्छ तब चाहिँ मान्छेहरू भड्किने हो नि त यताउति। अहिले तिमीले भने जस्तै एउटा युनिभर्सको आवाज दबिदिने कारण त्यही हो क्या। किनकि क्राउडमा एउटा मेन्टालिटी कस्तो भन्ने, अब स्पिरिचुअलिटीलाई लिएर अर्कै छ क्या, एकदम रङ नोसन छ नि त। त्यो वनको बाघले खाओस् या नहोस्, मनको बाघले खाओस् भने चाहिँ आफैले एउटा मनको एउटा कन्सेप्ट बनाएको छ स्पिरिचुअलिटी भनेको यस्तो हो, अनि त्यही चिजले खाइरहेको छ। अनि सायद यही होला भनेर इफ कसैमा एउटा युनिक क्वेसन आएको छ भने पनि त्यसलाई पनि दबाउने कोसिस भइरहेको छ क्या। त्यही त जस्तै अब इभन तपाईँको जस्तै यो हुन त मैले अलिकति अर्को डेपतिर गएँ होइन क्वेसनको, तर जस्तै यो जुन सेक्स भन्ने कुराहरू यस्तो कुराहरू छ नि सम्बन्धित सबै, यसको लागि त एउटा कमन एउटा लोक धर्ममा भएको स्पिरिचुअलिटीमा त उयो नै छैन नि त,
जग्गै छैन नि त, यो त एकदम दूषित कुरा हो नि त। अनि त्यो भन्ने बित्तिकै त म्याक्सिमम् अब यङ्स्टरलाई त ओहो यो त झन् एकदम प्योर भन्ने एउटा के भन्ने भान हुन्छ नि त एक किसिमको। जस्तो सुकै पहिलाको जबरजस्ती पहिलाको स्पिरिचुअल टेक्स्ट र स्पिरिचुअल टिचिङ कस्तो हुन्छ भन्दाखेरि जस्तो कुनै एउटा गुरु भनौँ न, टिचर भनौँ न, गुरु शब्दबाट गुरु नै भन्दैन, कुनै एउटा गुरुले सब पर्टिकुलर 6-7जना शिष्यलाई एउटा पर्टिकुलर टिचिङ दिएको हुन्थ्यो होला अरे होइन। श्रुति स्मृति के भन्छन् त्यो अनुसार अडियोमा केही दिएको होला अरे होइन, एउटा टिचिङ जस्तो। अनि आफ्नो सेक्स भन्ने चिजलाई कन्ट्रोल गर भनेर टिचिङ दिएको थियो सायद। त्यो बेलाको लागि त्यो पर्टिकुलर टाइम के उनीहरूलाई सपोज 1 वर्षको साधना पिरियड थियो होला अरे होइन। इभन अहिले पनि हामीलाई सपोज अब कस्तो भन्नाले पढाइमा फोकस गर्नु पऱ्यो भने यता पोर्न पनि हेरेको छ, यता गर्लफ्रेन्डसँग पनि गफ गरिरहेको छ, त पढाइमा फोकस गर्न सकिँदैन नि त। त्यो एक टाइमलाई त इफ यो ठाउँमा फोकस गर्न छ भने चाहिँ यो चिजलाई चाहिँ एकछिन कन्ट्रोल गरे त भन्छ नि त। त्यो नराम्रो चिज भने त होइन नि त हिसाबले। अनि स्पिरिचुअलिटी पनि त्यही भन्छ कि इफ फोकस भएर केही चिजलाई इफ ध्यान आफूभित्रको ध्यान बढाउनु छ भने यो चिजलाई चाहिँ अहिलेको लागि कन्ट्रोल गर भने, नट त्यो लाइफ लङै 40-50-60 वर्ष कन्ट्रोल गर भने होइन नि त। यो 5-6 मन्थ चाहिँ एकचोटि कन्ट्रोल गरेर हेरे तेरो चेतना कहाँसम्म पुग्दो रहेछ, तैँले कसरी आफ्नो थट्सहरूमा ध्यान दिन सक्दो रहेछ, त्यो भनेर कन्ट्रोल गर भने हो नि त। अब त्यो एउटा गुरुले पर्टिकुलर परिवेशमा पर्टिकुलर मान्छेलाई भनेको टिचिङ त्यो अहिले आएर त्यो अल्टिमेट टिचिङ बनिदिन्छ क्या, त्यहाँ हो क्या गडबड क्या। अनि त्यो अनि के बुझ्छ भन्दाखेरि एज अ सेक्सै नगर भनेको छ यार, सेक्स गर्नु त इम्प्योर भनेर बुझ्छ क्या। त्यो यस्तो हो नि त, अघि गलत नोसन क्या, स्पिरिचुअलिटीलाई गलत तरिकाले बुझेको क्या। अब सेक्स भन्ने चिजले लाइफ फर्म गरेर बिना सेक्स लाइफै अगाडि बढ्दैन नि त। अनि सेक्स सिन भन्छ त्यो त लाइफ एभिडेन्ट छैन नि त, लाइफसँग कनेक्सन छैन यार स्पिरिचुअलिटी कस्तो खालको टिचिङ हो भनेर सोध्छ नि त यो विषयले त। अब मेरो बाबाआमाले सेक्स नगरे मै जन्मिन्थेन, अनि यो स्पिरिचुअलिटीले फेरि सेक्सै नगर भनेको छ, सेक्स भनेको पाप हो भनेको छ भन्ने बित्तिकै त्यो प्रति डाइभर्टै त्यो प्रति इन्ट्रेस्ट देखाउनै सक्दैन क्या। लाइफको कमन टर्म्सहरूमा चाहिँ ठ्याक्कै नेगेट गरिदिन्छ क्या त्यो लोकवाला स्पिरिचुअलिटीले चाहिँ। त्यही भने त्यो ट्रेडिसनल स्पिरिचुअलिटी सायद अब काम पनि छैन जस्तो लाग्छ कि मलाई। अब त्यो बिस्तारै आफै इन्भ्यालिड हुँदै जान्छ, किनकि त्यो मान्छेले जब त्यसको युज, किनकि फर्म्स अफ एक्सप्रेसन चाहिँ डिफ्रेन्ट हुँदै जानुपर्छ जस्तो लाग्छ कि। मेन इटर्नल ट्रुथ त छँदैछ होइन, त्यो सदा रहिरहन्छ, त्यसमा कसैले चेन्ज गरेर गर्ने पनि होइन। तर त्यो एक्सप्रेसन जुन ट्रुथको एक्सप्रेसन छ त त्यो चाहिँ चेन्ज हुनैपर्छ है, हुन्छ पनि, किनकि पुरानोवाला एक्सप्रेसनले सधैँ काम गरिरहँदैन नि त। जबसम्म चाहिँ तपाईँको वे अफ लाइफै हो भनेर चाहिँ बुझ्दैन नि मान्छेले, त्यो एउटा अलग्गै लाइफ होइन कि यो जुन लाइफ चलिरहेको छ त्यसमै अगाडि बढ्ने एउटा के भन्ने वे अफ लाइफ हो भनेर नबुझिन्जेलसम्म त्यो हराउँदैन जस्तो लाग्छ क्या। त्यो स्पिरिचुअलिटी भनेको आफ्नो माइन्डलाई आफ्नो बसमा राख्न सक्ने हिम्मत, यतिसम्म एक्जिस्टेन्सले यतिसम्म पावर हामीलाई दिएको छ र यो चिज एक्सप्लोर गर्नुपर्छ भन्ने जबसम्म त्यो टिचिङको माहौल क्रिएट गरिँदैन अनि कसैलाई इन्ट्रेस्ट पनि लाग्दैन नि त। जस्तै अब यो मोस्टली अब हामीले यङ्स्टर र स्पिरिचुअलिटीमा अब उयो भएर होइन के भन्छ आबद्ध भएर कुरा गऱ्यौँ होइन बेसी। तर लास्टमा चाहिँ तपाईँले जस्तै अब के एउटा जो कोही यङ्स्टर छ अरे होइन, किनभने यङ्स्टर पनि मैले आफै पनि फिजिकल्ली पनि 1-2जना यङ्स्टर भेटेको छु जो चाहिँ तपाईँको एकदम टिनेजको पनि जस्तै इनिसियल स्टेजमै क्या 14-15 वर्षमा एकदम लाइफप्रतिको गहन क्वेसनिङहरू गर्ने, अब यो सद्गुरुहरूको यो आश्रमहरू गइसकेको पढ्ने, यो किताबहरू पढ्ने, यस्तो हुन्छ नि डेथको बारेमा यस्तो देखेको छु नि त मैले 14-15 वर्षको पनि मान्छेहरू। अनि कोही एक्सप्लोर गर्दैछ, सपोज तपाईँ आफूलाई उसको ठाउँमा राख्नु होइन, ऊ एक्सप्लोर गर्दैछ तर उसको कमन साथीहरू त अब धेरै जस्तो अब अरू नै हुन्छ नि त। टिनेज टाइममा त अब त्यस्तो गहनता लाइफको गहनताप्रति जाने मान्छेहरू त हुँदैन नि त। अनि ऊ त्यो झुन्डमा बसिराख्दाखेरि त ऊ त त्यहाँ अब आफ्नो एउटा के भन्ने उयो नै खोज्छ नि त, सेड खोज्छ नि त, सेड भनौँ न एउटा आफू अलगै नहोस् भन्ने। अनि त्यो सेडमा बस्नु खोज्दाखेरि चाहिँ उसको साथीहरूले चाहिँ उसलाई गिज्याउँछ नि त अब एक किसिमले होइन, यो त स्पिरिचुअल किताब पढ्छ, यो त बाबा, यो त सद्गुरु सुन्दा रहेछ, यो त्यस्तो छ नि त एउटा हाम्रो एउटा कमन मान्छेमा त्यो छ नि त। कमन मान्छेमा पनि प्लस अझै यो यङ्स्टरमा त बेसी नै हुन्छ होइन, साथीभाइलाई गिज्याइराख्ने, यो गर्ने, यो कहाँ गएको त्यो कहाँ गएको भनिरहने होइन। त्यो एउटा मान्छे जो चाहिँ एकदम अब उसको बीज स्पिरिचुअलिटीको बीज उसकोमा स्टार्ट भइसकेको छ भने, फल्नु स्टार्ट भइसकेको छ भने ऊ चाहिँ कसरी अब जस्तै उसलाई अब बरकरार राख्न सक्छ जस्तो लाग्छ तपाईँलाई?
त्यो बाहिरको प्रेसर हुँदै पनि क्या उसलाई चाहिँ के मेसेज दिनुहुन्छ? जस्तै तपाईँ उसको दाजु हुनुहुन्छ, उसलाई डिरेक्टली मेसेज म पुरा खतरा मान्छे जस्तो पुरा मेसेज जस उसले त्यो स्टेज हामीलाई पनि नआएको त होइन नि त, हामीलाई पनि आएको थियो नि त। इभन मैले आफ्नै स्पिरिचुअल क्वेसनहरू आफ्नो साथीहरूलाई सेयर गर्न पाउँथेन होइन। नट त्यो फेरि उनीहरूको गल्ती पनि होइन, जब उनीहरूसँग त्यो कुरा सेयर गर्दा उनीहरू त्यो चिजसँग कनेक्ट पनि हुन्थेनन्, अनि बरु करियरको कुराहरूसँग कनेक्ट भइरहेको हुन्थ्यो होइन। अनि आफ्नै साथीलाई अब झन् पेरेन्ट्स त धेरै परको कुरा, आफ्नै साथीलाई त सुनाउनु कति गाह्रो हुन्थ्यो। एक सालले तिमीले मैले भोगेको कुरा त हो नि त्यो। तर एउटा कुरा त्यसमै अब आफ्नै इक्जाम्पल लिएर भनौँ न, अरूलाई सजेसन दिने भन्दा नि अरूलाई सजेसन दिनु कति सकिन्छ होला। त्यही पनि स्टिल आफ्नै कुरा गर्दा चाहिँ मलाई चाहिँ त्यो बेला पनि सिस्टम चाहिँ नर्क नै लाग्थ्यो क्या। अहिले चाहिँ झन् महानर्क भएको छ होइन सिस्टम किनकि धेरै मान्छे पीडित छन् भने चाहिँ यो चाहिँ स्वीकार्नै पर्छ क्या, सिस्टम गडबड छ भनेर। नभए त त्यो सिस्टमले कहिले पनि प्रगति गर्दैन क्या। त्यो सिस्टम नर्क छ भने त्यसलाई त्यो जस्ट हेप्नको लागि मात्रै भने होइन नि त। सिस्टम नर्क छ र त्यसलाई सुधार्न सकिन्छ र सुधारको बाटोमा जानै पर्छ भन्ने मेन्टालिटीले भनेको हो नि त। अनि त्यो बेला पनि मलाई सिस्टमदेखि चित्तै बुझ्थेन क्या। सबसे मन नपर्ने भनेको त एसएलसीमा हरेक वर्ष कोही न कोहीले सुसाइड गर्थ्यो होइन। अनि एउटा पर्सेन्टेजको लागि, एउटा सर्टेन प्रेस्टिजको लागि एउटा लाइफ गुमिरहेको छ भने कस्तो सिस्टम क्या। सिस्टमले लाइफलाई एड्रेस नगरेको हो नि त। अनि त्यो सिस्टममा डिसअनेस्टी एकदम एक्जिस्ट गर्छ। सिस्टममा हरामीपन, अब एक किसिमको कस्तो भन्ने फेकनेस भनौँ न, सबै एक्जिस्ट गर्छ, नगर्ने होइन। तर त्यो आफूभित्र पनि एक्जिस्ट गर्छ। फेरि आफूभित्र पनि छ नि त त्यो फेकनेस, डिसअनेस्टी। अनि आफूभित्र पनि डिसअनेस्टी भएको हुनाले त इफ क्राउड डिसअनेस्ट छ भने क्राउडको लैलैमा लागिन्छ नि त। किनकि आफूभित्र डिसअनेस्टी भएर क्राउडले उ गर्ने हो नि त। नभए त आफूभित्र ट्रुथ छ भने त जुनसुकै क्राउड हाउस, 100जना क्राउड हाउस कि मिलियन क्राउड हाउस कसैले पनि डगमगाउन सक्दैन नि त। अनि त्यो अलिकति पनि बाँकी रहेको ट्रुथलाई चाहिँ एउटा एक्लो स्थान दिनुपर्छ क्या। कि त सकेसम्म त्यो एउटा आफ्नो साथी जस्तो खोज्ने होइन, त्यो साथीसँग गएर एक्सप्लोर गर्ने। इफ त्यो पनि सम्भव छैन भने एक्लै यात्रा, एक्लै भयो भने त्यो एक्सप्लोर। इफ ट्रुथको माया छ भने, आफूभित्र जुन जन्मेको क्वेसनहरूको माया छ भने त्यो मान्छेले एक्सप्लोर गर्छ क्या। अर्को कुरा चाहिँ जस्तै मेरो केसमा, तपाईँको केसमा पनि त्यही होला। जस्तै अहिले जस्तै बाहिरी गुरु, फिजिकल गुरुहरू पनि अहिले त पुरै छ नि त, जो चाहिँ अब के भन्ने राइट गुरु भनौँ न अब होइन। राइट गुरुहरू धेरै छ। जस्तै त्यो फिजिकल रूपमै फेरि राइट गुरु त अब धेरै छ, तर फिजिकल रूपमा पनि अहिले त भेटिन्छ नि त धेरै। त्यो त आफूले छान्नु सिक्नु पऱ्यो, त्यो त अब आफ्नैमा भर पर्छ होइन को चाहिँ राइट हो भनेर। तर तपाईँको मेरो टाइममा आई गेस थिएन पनि होला क्या, फिजिकल्ली एक्जिस्ट पनि गर्दैन थियो होला क्या त्यस्तो गुरुहरू पनि एकदमै हातमा। त्यो खोजियो पनि, तर एक हिसाबले त्यही अघि भने जस्तै एक्लो खालको यात्रा नै भयो नि त। हजुर, किनभने हाम्रो टाइममा न त हामीले हाम्रो म्याक्सिमम् उयो भनेको नै जस्तै किताब नै हुन्थ्यो होला क्या म्याक्सिमम्। एउटा कोही साथी भनौँ न, एउटा फिजिकल्ली अब कोही हुँदैन थियो। अब भिडियोहरू पनि त्यति बेला त्यस्तो चलन आइसकेको थिएन नि त। भिडियो जस्तो अहिले भिडियो सिडियोमा हेरेर अब ज्ञान लिन सकिन्छ त्यस्तो थिएन नि त पहिला त। अनि त्यो हेरी चाहिँ मलाई पनि त्यस्तै लाग्छ क्या। अब अहिले चाह्यो भने चाहिँ अहिले फिजिकल्ली नै हुनुपर्छ भन्ने छैन नि त कोही पनि। तपाईँको गुरु भन्ने कुरा जे छ धेरै सजिलो छ त्यो हिसाबले। तर फेरि एट द सेम टाइम अहिले के पनि छ भने अहिले फेरि डिस्ट्र्याक्सन पनि धेरै छ नि त। एक हिसाबले त्यो पनि सजिलो, एक हिसाबले गुरुको अभाइलेबिलिटी अथवा कुनै एउटा नलेजको अभाइलेबिलिटी लास्टै इजी छ। एट द सेम टाइम डिस्ट्र्याक्सन पनि फेरि एकदमै छ क्या। यता एउटा लेभल अप भएको छ भने यता लेभल डाउन भयो जस्तो क्या। हाम्रो बेलामा त्यस्तो डिस्ट्र्याक्सन थिएन नि, त्यस्तो धेरै डिस्ट्र्याक्सन थिएन। डिस्ट्र्याक्सन थिएन मोस्टली चाहिँ। अहिले अब यो सोसियल मिडियावाला यो टेक्नोलोजीवाला डिस्ट्र्याक्सन चाहिँ बेसी नै छ अलिक चाहिने भन्दा पनि। तर एउटा तिमीले अघि भनेको क्वेसनसँग मलाई त्यस्तो रिलेट भयो कि जस्तो त्यो एउटा टिनेजरले के गर्ने भन्यो नि त। अनि इफ अनेस्टी र फल्सनेस दुइटै एक्जिस्ट गर्छ नि त। त्यो फल्स सेल्फको दुइटै क्वालिटी हो नि त। उसले अनेस्टीतिर पनि जान खोजिरहेको छ, उसलाई फल्स के हो भन्ने थाहा हुन्छ नि त। फल्सले पनि ड्राइभ गरिरहेको छ होइन। अनि इफ कुनै मान्छेलाई जसरी पनि मलाई सत्य जान्न छ अथवा आफूभित्रको त्यो उसलाई सफरिङलाई मेटाउनु छ भने ऊ हेलमा भए पनि त्यसले त्यसको एन्सर खोजेरै छोड्छ क्या। त्यो चाहिँ कसैले नै रोक्दैन क्या। अनि
त्यही नै हो, आफूप्रतिको अनेस्टीले मात्रै सेभ गर्छ। अब यो वर्ल्डमा भनौँ न, यो वर्ल्डमा त आफूभित्रको अनेस्टी बाहेक कसैले पनि सेभ गर्दैन। अनि अर्को कुरा अब बाहिरी संसारको लेभलबाट हेऱ्यो भने बाहिरी जुन आफ्नो के भन्ने त्यो कमन जे कामसाम गर्नुपर्ने हुन्छ, आफ्नो रिलेसन मेन्टेन गर्नुपर्ने हुन्छ नि, यो पार्टमा चाहिँ त्यो सायद त्यो के भन्ने त्यो खोजको टाइममा एकदमै गाह्रो पनि हुन्छ होला क्या, एकदमै गाह्रो हुन्छ। अब त्यो गाह्रोलाई पनि अब के भन्ने, अब हुन त त्यति बेला त्यो पार्ट गाह्रो भयो भन्दा पनि यता आफ्नो एक्जिस्टेन्सियल क्राइसिसले गर्दाखेरि अलिकति त्यसमा गएको भएर होला गाह्रो पनि याद त हुँदैन होइन। तर अहिले सोच्दाखेरि धेरै गाह्रो पनि हुन्छ भनेर जस्ट मैले कुरा निकालेको नि। अरू पार्टमा चाहिँ जस्तै केहीसँग रिलेटै गरिँदैन नि त बाहिरी कुराहरूसँग। एउटा त हामी भिडसँग सँगसँगै हिँडे त गाह्रो छ एक हिसाबले। भिड त एकदमै सुख शान्तवाला भिड होइन नि त हाम्रो यो। त्यो भिडसँग हिँडे त यसै पनि गाह्रो छ भने चाहिँ अब झन् यो त एक्लो यात्रा गर्नुपर्ने जस्तो चिज हो नि त, एकदम आइसोलेटेड भएर। किनकि समथिङ ट्रु जेन्युन भनेको एकदमै रेयर हो नि त, रेयरली एक्जिस्ट गर्छ नि त। त्यो हामीभित्र पनि छ क्या त्यो जेन्युनेस, त्यो ट्रुनेस। तर त्यही त हो नि, त्यसलाई ठुलो अब्स्ट्याकल पार गर्नुपर्ने छ क्या। किनकि अहिलेको समाज गडबड छ नि त, त्यो भएर समाज गडबड नभएको भए अर्कै खालको समाज, जागरुक समाज भयो त एउटा तिमीले अहिले भने जस्तै कसमा एउटा स्पेसल क्वेसन आएको भए त्यो कस्तो मजाले एड्रेस हुन्थ्यो क्या। त्यस्तो ठाउँमा त गुरु पनि खोज्नु जानु पर्थेन होला, गुरु पनि एक्जिस्ट गर्थेन। हरेक सिस्टममा ट्रुथलाई डिनोट गर्ने केही न केही चिज एक्जिस्ट गर्थ्यो क्या। यस्तो खालको सिस्टमै हुन्थेन नि। अब यस्तो नर्क छ, अब यस्तो नर्क बिचमा त आफ्नो अनेस्टी बाहेक त केही पनि हुँदैन आफूलाई बचाउने क्या, अथवा त्यो ट्रुथतिर लैजाने त त्यो बाहेक त केही पनि छैन।